बाई 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 बाई। हल्लो कुरा हो, आज चाहिँ हामीहरू भन्दा पनि मेरो चाहिँ मेडिकल अनि मेडिकल गर्न चाहिँ पार्टनर लिएर हिँडेको। पासपोर्ट राजधानी उल्टो भएछ होइन। ल है यस्तै छ हाम्रो चाहिँ यहाँ मेडिकल अलिक टाढा जानुपर्छ। अनि के छ कहाँसम्म पुग्यो होला समुद्रसम्म पुगिन्छ। समुद्रसम्म अब मेडिकल हिँडेको हिँड्न चाहिँ अब गाडी आउँदैछ बाटोमा। काम गर्ने ठाउँ चाहिँ यता माथि हो भने हाम्रो झापा लिँदैछन् एकजना। आज मेडिकल हिँडेको होइन, मेडिकल 1 वर्ष मेडिकल, अब यो चाहिँ 2 वर्षको लागि स्टार्ट हुँदैछ। 2 वर्ष पछाडि बाँकी यो चाहिँ 2 वर्ष स्टार्ट भएको हो। अब कन्ट्याक्ट चाहिँ 2 वर्षसम्म भनेको छ, तर अब 2 वर्षसम्म राख्ने कि 3 वर्षसम्म राख्ने, 2 वर्ष भन्दा मिल्दैन भन्ने खालको कुरो गरिदिएको गर्न चाहिँ अब हामीहरू चाहिँ यही हो। एउटा गाडा हाउस चाहिँ यहाँ हो। अस्ति नै एकचोटि आँप काट्दै गर्ने त यी नै हुन्। मेडिकलको विषयमा अब 2 साल पुरा भयो नि। 2 सालको हो यो अब। 2 साल कि यो 3 सालको? 2 सालको। 2 सालको छ, ठिक छ। हामीहरू चाहिँ यहाँ कुराकानी गर्दै गर्दै हामीले गाडी बुक गरिसकेका थियौँ अनि हामीहरूको गाडी पनि आइसकेको थियो। यो अगाडिको गाडी चाहिँ हाम्रो गाडी थियो भने यो गाडीले चाहिँ हामीलाई नचिनेर सिधै अगाडितिर जानुभयो। अनि अलिक एकछिन पछाडिबाट चाहिँ हामीले फोन गरेर उहाँलाई पछाडि फर्कायौँ, हामी यतै अगाडि छौँ भनेर। र गाडी आइसकेपछि हामी चाहिँ गाडीमा चढेर मेडिकलतिर लाग्यौँ। र हामीले बुक गरेको गाडीमा चाहिँ एकजना उहाँको मलाई सिस्टर आउनुभएको रहेछ अनि कुराकानी गर्दै हामी मेडिकल पुग्यौँ। ओके, थ्याङ्क यू। हाम्रो मेडिकल क्लिनिक चाहिँ यही हो र अनि हामीहरू चाहिँ भित्र मेडिकल सकिसकेर यहाँबाट फर्किने क्रममा यहाँको स्टाफहरूसँग बाई। ल यो चाहिँ हाम्रो पाकिस्तानी पसल हो। यहाँ चाहिँ यो मान्छेले चाहिँ हामीलाई सबै बुझाउने ल्याउने दिने के चाहियो सब थोक इधर ही मिलता है ना। सब कुछ इधर मिलता है ना। क्या क्या चाहिए? आलू चाहिए, प्याज चाहिए, आलू चाहिए, प्याज चाहिए, सब कुछ इधर मिलता है। मेडिकल का? हाँ मेडिकल था आज। अभी इधर से मैं वीडियो डाल देगा। ये आदमी इधर सब कुछ बेचता है ना। बेचता है भाई। सब कुछ इधर परफ्यूम भी मिलता है इधर ऊपर होता है ना। पाकिस्तान पसलमा केही सामानहरू किन्ने थियो र हामी पाकिस्तान पसलमा सामानहरू किनिसकेपछि हामी दुईजना अब फर्किने क्रममा छौँ। जाँदा जाँदै अगाडि चाहिँ हाम्रो एउटा मिनी मार्केट लाग्छ, पासर पागी भन्छ अनि पासर मालम पनि लाग्छ, तर पासर पागी अहिले चाहिँ बिहान भएको कारणले। र पासर पागिङको बाटो हुँदै हुँदै हामी चाहिँ सामानहरू हेर्दै हेर्दै बजारको बाटो हामी चाहिँ रुमतिर जान्छौँ। र हामी चाहिँ अघि सानो काम रुकेको थियो हाम्रो गार्ड हाउसमा, त्यो पासपोर्टहरू पनि बुझाउनु पर्ने थियो बोसलाई। र हामी चाहिँ पासपोर्टहरू पनि गार्ड हाउसमा बुझाएर रुमतिर हामी लाग्छौँ। यो पासपोर्ट चाहिँ मैले यहाँ यता माथि बोसलाई बुझाइदिनुपर्छ होइन। अब यो पासपोर्ट चाहिँ मैले बोसलाई बुझाइदिनु पर्छ। अब यहीँ साथीलाई छोडिदिएर जानु पर्यो। अब भरे रुममा गएर नि कतिखेर आउनु दिमाग खराब हुन्छ। मासो मासो रामसन्धी मासो, ए अमन सन्धी मासो, अमन सन्धी मैले यहाँ तल मेन गार्ड हाउसमा पासपोर्ट र उताको त्यो ब्यालेन्सहरू छोडिदिएको छ कि अहिले लगिदिनु न माथि। ल बोसलाई बुझाइदिनु। सबै छ यहीँ मैले छोडिदिएको छ, लगेर दिनु है। ओके 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 सन्धी, ओके। यहाँ पैसा गरौँ बोल्छ। ल बाई बाई। ल बाई बाई सम्पूर्ण गाइजहरूलाई बाई बाई। ल पछि अब यो सेक्युरिटी कार्ड है।
ल गाइजहरू आज चाहिँ अब मेडिकल सेडिकलमा सबै थोक सकेर पासवर्डहरू बुझाइसक्यो होइन अब हात हुँदैन आजको भिडियो चाहिँ यहीँसम्म मात्रै भयो होइन किनभने अब रुम पनि हाम्रो पाइसक्यो अब भोलिदेखि आएर फेरि अरू भिडियो आउँदै गर्छ होइन आजको भिडियो चाहिँ यहीँ छ तपाईँहरूलाई टाटा बाई बाई भन्दै अब हाम्रो रुम पनि अगाडि आइसकिहाल्यो हामी रुमकै छेउमा पुगिसक्यो अर्को दाइ त अघि गइसकिहाल्यो यहाँ पासवर्ड दिने कारणले गर्दा हल्का मात्रै ढिलो भयो ल सम्पूर्णलाई बाबा है अनि भिडियोलाई लाइक सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला है धन्यवाद।